स्वागत छ सम्पूर्णमा साथीहरू। आइपिओ एफपिओ र हकपस शेयरको बारेमा ताजा जानकारीहरू ल्याउने क्रममा आज फेरि म तपाईहरुको अगाडि हकपस शेयरको बारेमा सम्पूर्ण अपडेट लिएर उपस्थित भइसकेको छु। र साथै हकपस शेयर भनेको के हो र यो यसमा कसरी आवेदन दिने र यसमा कसले आवेदन दिन पाउँछन् र हाल कति कम्पनीहरूले कुन कम्पनीहरूले हकपस शेयर निष्कासन गरिरहेको छ र आगामी दिनमा कुन कम्पनीहरूको हकपस शेयर आउन लागेको हो, यी सम्पूर्ण अपडेट म आज यसै भिडियोमा दिन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्दिनु होला र यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। आउनुस् भिडियोलाई अगाडि बढ्न। साथीहरु, हकपस शेयर भनेको यस्तो शेयर हो जसमा लगानीकर्ताहरूको अधिकार हुन्छ, हक हुन्छ। अर्को शब्दमा भन्नुपर्दा जुन कम्पनीको शेयर हामीले पहिलादेखि नै ओन गरेर राख्छौं, किनेर राख्छौं र कम्पनीको बुक क्लोज भन्ने मिति हुन्छ। कुनै पनि कम्पनीले बुक क्लोज मिति तय गरेको हुन्छ। हकपस शेयर निष्कासन गरे पश्चात एउटा बुक क्लोज मिति भन्ने हुन्छ। त्यो मितिको एक दिन अगाडिसम्म यदि लगानीकर्ताहरूले उक्त कुनै कम्पनीको शेयर होल्ड गरेर राख्छन् र कम्पनीले राइट शेयर घोषणा गर्छ भने त्यो कम्पनीमा त्यो लगानीकर्ताहरूको हकपस शेयर भर्ने अधिकार हुन्छ र हामी कम्पनीको राइट शेयर रेशियो अनुसार कम्पनीको राइट शेयरमा आवेदन दिन पाउँछन् साथीहरु। अब राइट शेयर रेशियो भनेको के हो त? अब उदाहरणको साथ बुझौं। यदि कुनै कम्पनीले 1:1 रेशियोमा हकपस शेयर निष्कासन गरेको छ भने यसको मतलब के हुन्छ भने यदि तपाईहरुले कुनै कम्पनीको शेयर 100 किता ओन गरेर राख्नु भएको छ भने तपाईले 100 किताको लागि नै फेस भ्यालुमा आवेदन दिन पाउनुहुनेछ साथीहरु। फेस भ्यालु भनेको के हो भने नेपालमा हकपस शेयर भर्नको लागि अधिकतम मूल्य भने फेस भ्यालु नै हुनेछ, अर्थात 100 रुपैयाँ हुने गर्दछ। कम्पनीको मूल्य मार्केट प्राइस जति सुकै भए पनि राइट शेयर भर्दाखेरि 100 रुपैयाँकै दरमा राइट शेयर भरिन्छ र पछि गएर त्यो चलिरहेको मूल्य चाहिँ एडजस्ट भएर आउँछ। एडजस्ट गर्नु भनेको कम्पनीको शेयर त्यही 1:1 रेशियो अनुसार त्यो प्राइस चाहिँ घटेर आउँछ साथीहरु र पछि मार्केट बढेर जाँदाखेरि लगानीकर्ताहरूलाई नाफा हुने गर्दछ साथीहरु। यदि तपाईहरुले 50 किता शेयर ओन गर्नु भएको छ, किनेर राख्नु भएको छ भने 50 किता शेयर नै एप्लाई गर्न पाउनुहुनेछ साथीहरु। साथीहरु, यी थियो हकपस शेयर भनेको के हो र यसमा कसरी आवेदन दिने र कसले आवेदन दिन पाउनेछन्, यी सम्पूर्ण जानकारीहरु। अब आउनुस् कुन कम्पनीहरूले अहिले चाहिँ हकपस शेयर निष्कासन गरिरहेको छ र कुन कम्पनीहरूले राइट शेयर निष्कासन गर्न लागेको हो, यी सम्पूर्ण जानकारी अगाडि म भिडियोमा दिनेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। अहिले भने 6 वटा कम्पनीहरूले हकपस शेयरको लागि आवेदन खुलाउन लागेको हो भने जसमध्ये 5 वटा कम्पनी भने हाइड्रो सेक्टर कम्पनीको रहेको छ भने एउटा भने लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ र जसमा 3 वटा कम्पनीले भने हकपस शेयर खोलाइरहेको छ। जसमा पहिलो रहेको छ तेह्रथुम पावर कम्पनी लिमिटेड। कम्पनीले 1:1 रेशियोमा असार 16 गतेदेखि साउन 4 गतेसम्मको लागि हकपस शेयर निष्कासन गरेको छ भने दोस्रो कम्पनी रहेको छ राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड। कम्पनीले असार 1 गतेदेखि 1:1 रेशियोमा असार 22 गतेसम्मको लागि हकपस शेयर निष्कासन गरेको छ र तेस्रो कम्पनी रहेको छ छ्याङदी हाइड्रो पावर कम्पनी लिमिटेड। कम्पनीले जेठ 23 गतेदेखि 1:1 अनुपातमा असार 27 गतेसम्मको लागि हकपस शेयर निष्कासन गरेको छ र बाँकी रहेको 3 वटा कम्पनी मध्ये पहिलो कम्पनी रहेको छ पिपल्स पावर कम्पनी लिमिटेड। कम्पनीले असार 22 गतेदेखि 50% अर्थात 1:05 वा 2:1 को अनुपातमा हकपस शेयर निष्कासन गर्न लागेको हो। अर्थात यदि तपाईहरुसँग 100 किता शेयर छ भने त्यसको 50% ले हुनाले 50 किताको लागि आवेदन दिन पाउनुहुनेछ। कम्पनीको हकपस शेयरमा भने साउन 11 गतेसम्म आवेदन दिन पाउनेछ र यसरी नै दोस्रो कम्पनी रहेको छ र यसरी अर्को कम्पनी रहेको छ वरुण हाइड्रो कम्पनी लिमिटेड। कम्पनीले असार 31 गतेदेखि 1:1 अनुपातमा हकपस शेयर निष्कासन गर्न लागेको हो। कम्पनीको हकपस शेयरमा भने साउन 19 गतेसम्म आवेदन दिन पाइनेछ र यसरी नै अर्को कम्पनी रहेको छ एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड। कम्पनीले असार 25 गतेदेखि 42% अर्थात 1:0.42 को अनुपातमा हकपस शेयर निष्कासन गर्न लागेको हो। कम्पनीको हकपस शेयरमा भने लगानीकर्ताहरूले साउन 4 गतेसम्म आवेदन दिन पाउनेछन्। असार 25 गतेदेखि साउन 4 गतेसम्म यसमा आवेदन दिन पाइनेछ साथीहरु। यी थियो
सम्पूर्ण अपडेटहरू हकपत शेयर बारे यी सबै कम्पनीहरूमा हकपत शेयर आवेदन दिनका लागि तपाईहरूले यी शेयरहरूलाई बुक क्लोज मितिको एक दिन अगाडिसम्म कि त होल्ड गर्नुपर्ने हुन्छ कि त किनिसक्नुपर्ने हुनेछ साथीहरू। र बाँकी यदि बुक क्लोज पछि लगानीकर्ताहरूले यी शेयरका कम्पनीका शेयरहरू यदि किन्नु भएको छ भने हकपत शेयर किन्न पाइँदैन साथीहरू। त्यसैले हकपत शेयर भर्नका लागि कम्पनीको शेयर भने बुक क्लोज मितिको एक दिन अघिल्लो दिनसम्म चाहिँ किनिसक्नुपर्ने हुनेछ र होल्ड गर्नुपर्ने हुनेछ साथीहरू। साथीहरू यी थियो सम्पूर्ण कम्पनीहरूले कम्पनीहरूले खोलाउन लागेको हकपत शेयरको सम्पूर्ण जानकारीहरू, कहिलेदेखि कहिलेसम्म यसमा आवेदन दिन पाउनेछन्, कसले आवेदन दिन पाउनेछन् र हकपत शेयर कसरी भरिन्छ र कसले भर्न पाउनेछन्, यी सम्पूर्ण अपडेटहरू। यदि तपाईहरूलाई कुनै जिज्ञासा वा प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनका लागि धेरै धेरै धन्यवाद।